ओम शान्ति। आज हामी चैत्र 17 गते आइतबारको बाणी जो व्यक्तबाट अव्यक्त बनाउनेको यो बाणी रहेको छ। आज परमात्माले विशेष गरेर ब्रह्मा बाबाको विशेषताको वर्णन गर्नुभएको छ, जुन विशेषता हामी बच्चाहरूमा पनि देखिनुपर्छ। ब्रह्मा बाबाको चाल चलन चेहराबाट यस्तो लाग्दथ्यो कि उहाँ साक्षात कुनै फरिस्ता यो धरतीमा उत्रे जस्तो अनुभव हर कोहीलाई हुने गर्दथ्यो। उहाँको चाल चलनमा एकदम परमात्माको याद, रोयल्टी र परमात्माले दिएको दिव्य गुणयुक्त ब्रह्मा बाबाको जीवन थियो, जसले गर्दा उहाँको चेहरामा त्यो रौनकता, त्यो खुसी र नशा हमेशा रहेको हुन्थ्यो। कहिले पनि जस्तो सुकै परिस्थिति आओस्, यति धेरै बच्चाहरूलाई सम्हाल्दा बच्चाहरूको भिन्न भिन्न संस्कारहरूको सामना त गर्नु पर्दथ्यो, फेरि पनि बाबामा कुनै प्रकारको गम देखिँदैनथ्यो। हमेशा हर्षितपना, चेहरामा हर्षितपना र बाबा समान अव्यक्त स्वरूप बाबाको देखिन्थ्यो। र यस प्रकारले आज शिव बाबाले हामीलाई पनि त्यही भन्नुभयो कि ब्रह्मा बाबाको जुन चालचलन छ, वृत्ति छ, त्यही नै तिमीले फेरि अव्यक्त रूपमा देखाऊ र सबलाई साक्षात्कार मूर्त तिमी आत्मा बन, तिमीलाई देखिसी बाबालाई देख्न सकुन्। यसरी आफ्नो भाग्यको पनि गुणगान गाउनको लागि र लिस्ट निकालेर भाग्यलाई देखेर हर्षित रहनको लागि पनि बाबा आज भनिरहनु भएको छ। र यही कुरा बाबाले आज भन्नुभयो, आफ्नो चालचलन र चेहराद्वारा ब्रह्मा बाबा समान अव्यक्त रूप देखाऊ, साक्षात्कार मूर्त बन है भनेर आज बाबाले भन्नुभयो। र भाग्य विधाता बाबाले आफ्ना चारैतिरका श्रेष्ठ भाग्यवान बच्चाहरूलाई आज देख्दै खुसी हुनुभएको थियो। सारा कल्पमा यस्तो श्रेष्ठ भाग्य अरू कसैको पनि हुन सक्दैन, जो बच्चाहरूको नै भाग्य छ। कल्प कल्पको भाग्य याद छ त? सोध्नुभयो बाबाले। यो भाग्य सर्वश्रेष्ठ भाग्य किन हो त? बाबा सोध्नुभयो। यस्तो भाग्य त सर्वश्रेष्ठ भाग्य हो। स्वयं भाग्य विधाता तिमी बच्चाहरूलाई श्रेष्ठ भाग्यको दिव्य जन्म दिनुभएको छ। यो जन्म नै भाग्य विधाताद्वारा भएको छ। के आफ्नो भाग्यको नशा छ? सोध्नुभयो। तिमी ब्राह्मणहरू भाग्यवान जीवनमा हो, तिमी ब्राह्मणको जीवन भाग्यवान जीवन हो। सबको मनमा भाग्यको लिस्ट स्मृति आयो? बाबा सोध्नुभयो। दिलले गीत गाउँछ। के गीत गाउँछ? वहाँ भाग्य विधाता, वहाँ मेरो भाग्य, वहाँ। यस श्रेष्ठ भाग्यको विशेषता यही हो। एक भगवानद्वारा तीन सम्बन्धको प्राप्ति हुन्छ। एकद्वारा एकमा तीन सम्बन्ध, जुन जीवनमा विशेष सम्बन्ध गायन गरिएको छ। पिता, शिक्षक र सद्गुरु, कसैलाई पनि एकद्वारा तीन विशेष सम्बन्ध प्राप्ति हुँदैन, जुन फेरि हामी बच्चालाई प्राप्त भएको छ। एक परम पिता परमात्मामा हामीले पिताको पालना नि पाएका छौँ, शिक्षकबाट पढाइ पाएका छौँ र सद्गुरुबाट श्रीमत यानि गाइड पनि मिलिरहेको छ। यो स्मृति तिमीलाई आएको छ। बाबाले भन्नुभयो, खजाना बाबाद्वारा मिलेको छ। के मिल्नु छ? के भन्छौ? बालक छौ, मालिक त हो नि। शिक्षकद्वारा शिक्षाबाट श्रेष्ठ पदको प्राप्ति भयो। बाबाले भन्नुभयो, बाबाद्वारा सर्व खजाना प्राप्ति भएको छ, त्यो प्राप्तिलाई सामने लिएर आऊ। अर शिक्षकको रूपबाट बाबा भन्नुभयो, शिक्षकको रूपबाट शिक्षाबाट श्रेष्ठ पद प्राप्ति भएको छ। अब हेरौँ, हामीले श्रेष्ठ पद राज्य गायन गरिएको छ। डबल राजा बनेका छौ। वर्तमान स्वराज्य अधिकारी नै भविष्यमा अनेक जन्म राज्य पद अधिकारी बन्नेछन्। यो पढाइ चान्चुने पढाइ होइन, यसैले अनेक जन्म भाग्य बनाउनेछ। अनेक जन्म अनेक राज्यमा अखण्ड अटल निर्विघ्न राज्य हामी
मा रहनेछौँ। अहिले हाम्रो बाबासँग निर्विघ्न स्थिति छ भने भविष्यमा पनि अखण्ड निर्विघ्न राज्य प्राप्त हुनेछ। अहिले पनि सो राज्य बेफिक्र बनेका छौ। बाबा भन्नुहुन्छ जब कुनै पपेट सो सामने आउँछ तब फिक्र हुन्छ नि। कुनै त्यस्तो खेल सामने आयो भने फिक्र हुन्छ। माया आउनु अर्थात् विघ्न परिस्थिति आउनुमा न पपेट सो आउनु, त्यसमा अलिकति पनि फिक्र हुन्छ र हुन्न नि, अलिअलि चिन्ता हुन्छ। बाबा भन्नुभयो हुँदैन, बेफिक्र बासा बन। धेरै थोरै जे कुरा आउँछन् ती अझै अगाडिको लागि अनुभवी परिपक्व बनाउनेवाला छन्। ती कुरा आयो भनेर चिन्ता लिनु छैन। अनुभवी भइसकेका छौ, आत्तिदैनौ नि। आरामसँग साँचीको सिटमा बसेर पपेट सोको कार्टुन हेर्नु भन्नुभयो, केही पनि होइन। मजबुत भइसकेका छौ, कागजको सिंह बनेर आउँछन्। कागजको हो तर सिंह बनेर आउँछ। बाबाले भन्नुभयो अब समयअनुसार अनुभवी मूर्त बनेर समयलाई, प्रकृतिलाई, मायालाई च्यालेन्ज गर। तीनवटालाई च्यालेन्ज, समय, प्रकृति र माया, तीनवटालाई नै च्यालेन्ज गर। आऊ हामी विजयी हौँ और विजयी हौँ भन्ने च्यालेन्ज गर। जस्तो सुकै परिस्थिति आओस्, चाहे प्रकृतिबाट, चाहे समयबाट, चाहे कोही प्रकारको मायाबाट विघ्न बाधा आओस्, तर म विजयी आत्मा हुँ भन्ने कुरा बिर्सनु भएन भनेर बाबाले भन्नुभयो। यसरी बाबा तयार छौ। बाबा भन्छ एक यो समय, प्रकृति अनि माया। मायाले बुझेको छ अब हाम्रो राज्य जानेवाला छ। यसरी बाबाले भन्नुभयो 1 वर्ष पहिले डेट फिक्स गर्छौ नि, अनि यहाँ 6 महिना पहिला यहाँ फास्ट जान्छ। 15 दिनमा कुनै प्रोग्राम डेट हुन्छ, त्यसो भए समाप्ति सम्पन्नता बाबा समान बन्ने डेट कुन हो त? बाबा सोध्नुभयो। बाबा समान बन्नेको डेट फिक्स गर। डेट अहिले तिमी ब्राह्मणले फिक्स गर, हुन सक्छ डेट फिक्स हुन सक्छ। बाबाले कति धेरै सोधिरहनु भएको छ, डेट फिक्स गर्नको लागि भन्नुभएको छ, प्र्याक्टिकलमा ल्याऊ। बाबाले भन्छ पहिलो लाइन बताऊ भन्नुभयो। डेट फिक्स हामीले पनि गरौँ कि कहिलेसम्म सम्पन्न स्थिति बनाउने, मनमा डेट सङ्कल्प गर्नुपर्छ। उनले हात उठाऊ, जसले सङ्कल्प गर्छ अब अचानक हुनेवाला छ, यो राइट हो, तर आफूलाई तयार गर्नेको लक्ष्य भने जरुर राख्नुपर्छ। अब अलबेलापनमा नसुत। बाबाले भन्छ डेट फिक्स गर। बाबा आफै भन्नुभएको छ पहिलो लाइनले बताऊ के छ। अब तिमी बन्न सक्छौ। बाप दादाले देख्नुभयो, स्मृतिमा ज्ञान पनि छ, नशा पनि छ, निश्चय पनि छ, तर अब एडिसन के चाहियो त भन्दा चाल चलन और चेहरामा देखिनु पर्यो। ज्ञान पनि छ, निश्चय पनि छ, नशा पनि छ, तर अब यो हामीले थप गर्नु पर्यो। चाल चलन र चेहरामा पनि त्यो नशा, त्यो फलक देखियो सही भन्नुभयो बाबाले। ठुलो, यति ठुलो भाग्य वर्षा, पढाइ अनि पद, स्वराज्य अहिले पनि छ, प्राप्ति त छ। चाल चलन चेहराबाट मस्तक चम्किरहोस् है बाबाले भन्नुभयो। श्रेष्ठ भाग्यवानद्वारा अनुभव हुन्छ, चाहिन्छ होइन, हुनुहुन्छ। हाम्रा इष्टदेव हुन्, इष्टदेवी हुन्, यी हाम्रा हुन्। जस्तै ब्रह्मा बाबालाई देख्ने बित्तिकै सबलाई मेरो बाबा भन्ने हुन्थ्यो, त्यस्तै हाम्रो पनि स्थिति होस् भनेर बाबाले यो हेर्न चाहनुहुन्छ। बाप दादाले विशेष निमित्त बच्चालाई होमवर्क दिनुभएको छ। ब्रह्मा बाबा समान अव्यक्त रूप देखियोस् है भन्नुभयो। चाल चलन और चेहरामा कम से कम 108 का माला त देखिउन् भन्नुभयो बाबाले। भन कति समय चाहिन्छ? बाबा सोध्नुभयो कति समय चाहिन्छ? लास्ट सो फास्ट भन। बाप दादा च्यालेन्ज गर्न सक्छौ भन्नुभयो। केवल लक्ष्य पक्का राख, गर्नु नै छ, हुनु नै छ भनेर लक्ष्य पक्का गर, अनि बल्ल हुनेछ भनेर बाबाले यसरी भन्नुभयो। यसरी पुरुषार्थ गरिराख। कसले के गरेका छौ त्यो रिजल्ट हेर्नको लागि 6 महिना दिनुभएको छ। फाइनल गर्नुहुन्छ, ठिक छ, किनकि देखिन्छ अहिले समयको रफ्तार गइरहेको छ, रफ्तार तीव्र हुनुपर्छ। फास्ट गर, उड, जवाफमा धेरै राम्रो दिन्छौ। हामी त हौ नि, अरूको हुन सक्छ र उड्ने भनेर भन्छन्। उहाँ पास हुने हामी त हौ नि भन्छ। बाप दादाले याद छ, आदिमा तिमी सबै सेवामा निस्केका थियौ,
बाबाले भन्नुभयो अब साक्षात्कार मुहूर्त बन है भनेर ब्रह्मा बाबा समान साक्षात्कार मुहूर्त तिमी बच्चा बन भनेर आज बाबाले भन्नुभयो। यसरी बाबा भन्नुभएको छ नम्रता अर्थोरिटीको ब्यालेन्सद्वारा बाबाले भन्नुभयो बाबालाई प्रत्यक्ष गर्ने विशेष सेवाधारी बन है भन्नुभयो। नम्रता र अर्थोरिटीको ब्यालेन्सद्वारा बाबालाई प्रत्यक्ष गर्ने विशेष सेवाधारी तिमी बन भनेर आज बाबाले भन्नुभयो। र सुभाग्य छ समयमा कुनै पनि साधन नहोस् तापनि साधना विघ्न नपरोस् है। कति बच्चाहरू बत्ती भएन भने योगै लाग्दैन भन्नुहुन्छ, होइन नि? रातो बत्ती बले योग लाग्ने नत्र नलाग्ने होइन। बाबाले भन्छ समयमा कुनै पनि साधन नमिले पनि बाबासँगको साधना नटुटोस् भन्नुभयो। ओम शान्ति।